भ्लगमा सो म चाहिँ शिशिर तामाङ झाँक्री गुरु। आज सोमबारको दिन हामी छोटो मन्दिरमा जाँदै गरेको भ्लगहरू बनाउँदैछौँ। सो तपाईँहरूले भ्लग हेरेर साथ दिनु होला। हामी चाहिँ हाम्रो यता जोरपाटी बेसी गाउँ छारीबाट लागेको छौँ। हामी चाहिँ यता कपन फाइका चोकतर्फ र फाइका चोकबाट अगाडि बढिसक्यौँ हामी भनेदेखि तपाईँको फाइका चोकबाट चाहिँ हामी जाँदैछौँ बालुवा खानी साइडतिर। सो कपन एरिया पर्छ। सो तपाईँहरू पनि हेर्दै जानु हुन्छ भने हाम्रो लोकेसनहरू हेर्दै जान सक्नुहुन्छ। तपाईँले आफ्नो लोकेसनमा गएर म्यापमा गएर लोकेसन गरेर जान सक्नुहुन्छ। हामी चाहिँ अगाडि बढ्दै गइसकेपछि हामीलाई चाहिँ भिडियो यसरी बनाउनु पर्छ भनेर सिकाउँदै चाहिँ हामी अगाडि बढ्यौँ। तपाईँको खोलाको बाटो रहेको छ। हामी चाहिँ यहाँबाट तपाईँको सर अगाडि बढिसकेपछि तपाईँलाई चाहिँ यता हेर्न सक्नुहुन्छ बङ्गलामुखी मन्दिर तपाईँको नजिकै रहेको छ। हामी तपाईँको यता बङ्गलामुखी मन्दिरको नजिक उतै तपाईँको यो बङ्गलामुखी मन्दिर उतै चाहिँ तपाईँको यहाँबाट फेरि हामी राइड लाग्ने नै छौँ। सो तपाईँको यहाँबाट राइड लागिसकेपछि तपाईँको हामी यता फेरि लेफ्टतर्फ लाग्छौँ सिधा मेन रोड अनि यता चाहिँ हाम्रो दाजु अगाडि बढ्नु पाऊ होइन। हामी फेरि दाजुको पछि गयौँ। सो हामी एकदम तिनजना गएको भयो हुनाले भाइ चाहिँ एकदम खाली नै हुनुहुन्थ्यो, खाली नै जानुभयो। सो तपाईँहरू यता देख्न सक्नुहुन्छ लोकेसनहरू हेर्दै पनि तपाईँहरू आउनु सक्नुहुन्छ र तपाईँहरू पनि जान सक्नुहुन्छ बडौरेश्वर महादेवको दर्शनको लागि। सो हामी चाहिँ त्यहाँबाट अगाडि बढिसकेपछि तपाईँको राम्रो मिठो भ्यूहरू चाहिँ तपाईँको निकाल्दै तपाईँको होइन ओह्रालोतर्फ लाग्यौँ। तपाईँको यहाँ उकाल तोरा तपाईँ लागिसकेपछि तपाईँको अझै पनि तपाईँको भ्यू चाहिँ मन परेर भ्यू चाहिँ तपाईँको खिच्न थाल्यौँ। सर्ट अगाडि बढिसक्यो हामी र अगाडि बढिसकेपछि यता तपाईँको सीतामाताको मन्दिर चाहिँ रहेको छ। तपाईँको यो चाहिँ तपाईँको नारायणथान नजिक रहेको र सो हामी यहाँबाट तपाईँको टोखा झोरतर्फ चाहिँ तपाईँको लाग्छौँ तपाईँको बिस्तारै, किनभने हाई स्पिड कुदाउँदा पनि तपाईँको किनभने अलिकति हानिकारक हुन्छ नि त। त्यही भएर हामी चाहिँ बिस्तारै सबै भ्यूहरू निकाल्दै चाहिँ लाग्यौँ। सो यहाँबाट पनि हामी तपाईँको गल्लीको बाटो होइन बिस्तारै त्यो गल्ली बाटामा चाहिँ बिस्तारै हिँड्यौँ र तपाईँको यहाँबाट सिधा हामी तपाईँको एउटा गणेश मन्दिर रहेको छ। यो गणेश मन्दिरबाट चाहिँ हामी सिधा तपाईँको झोरतर्फ जाने भन्नेतर्फ लाग्यौँ। तपाईँको यता तपाईँको देब्रे साइड चाहिँ तपाईँको सब उता सामुकोसीबाट थियो भने हामी सामुकोसीपट्टि नगइकन सिधा तलतिर लाग्यौँ। ओह्रालो चाहिँ बिस्तारै ओह्रालोबाट चाहिँ हामी फेरि उकालोतर्फ लाग्यौँ गाइज। यस्तो तपाईँले हेर्न सक्नुहुन्छ। सो तपाईँको मिठो भ्यूहरू हेर्दै तपाईँको आएको ठाउँहरू चाहिँ तपाईँको क्याप्चर गर्दै हामी चाहिँ अगाडि बढ्यौँ। सो तपाईँको अब के गर्नु रोडमा चाहिँ तपाईँको बाइकहरू पुरा ओभरटेक गर्दै आउँछ होइन। ठोकाइदिएले के भन्ने अब हिसाबले हिँड्नु पऱ्यो, ठोकायो भने फेरि बर्बाद हुन्छ होइन साथीहरू। सो त्यही भएर हामी फेरि अगाडितर्फ लाग्यौँ। तपाईँको हामी चाहिँ झोरमा तपाईँको प्रवेश गरिसकेको छौँ होइन। तपाईँको झोरमा आइसकेको छौँ। तपाईँको हामी झोरको यो मिठो भ्यूहरू चाहिँ तपाईँको क्याप्चर गर्दै हामी चाहिँ तपाईँको एकदम अगाडि बढ्यौँ हेर्न सक्नुहुन्छ तपाईँले। सो तपाईँको यहाँबाट तपाईँको लाग्नुपर्ने हुन्छ तपाईँ राइट साइडतर्फ, किनभने लेफ्टतर्फ बाटो गयो भने तपाईँ अन्तै पुग्नुहुन्छ भने राइटतर्फ लिएर अगाडि जानु होला, अगाडि बढ्नु होला अवश्य नै तपाईँ गन्तव्य पुग्नको लागि। सो हामी चाहिँ यो उकालोमा चाहिँ हामीले स्कुटी लगेर गएको थियौँ। तपाईँको स्कुटी लिन जाने भएर हामी अझै पनि स्लोमा हिँडिरहेको छौँ होइन, हेर्न सक्नुहुन्छ। तपाईँको यो मिठो तपाईँको हरियाली जङ्गल तपाईँको अब होइन मकैबारी हेर्दै अब रोड पनि अब राम्रै थियो। सो हामी फाइनली चाहिँ मन्दिर जाने बाटोनिर आइपुग्यौँ र हामी चाहिँ तपाईँको हाम्रो साधनहरू राखेर चाहिँ यहाँ तपाईँको पूजाको सामग्रीहरू चाहिँ तपाईँको के रहेछ भनेर हेर्नतर्फ लाग्यौँ।
सो तपाईँको यसो हेरेको अब तलैतिर पाउँछ भनेर किन माथिबाट बोकिरहनु भनेर चाहिँ तपाईँको तलतिर लाग्यौँ। तलतिर लाग्दाखेरि तपाईँको यहाँ चाहिँ पिँडालुहरू तपाईँको यो पत्ताहरू जो तपाईँको मुलाहरू तपाईँको गुन्द्रुक एवं तपाईँको मकै भयो होइन तपाईँको दहीहरूदेखि सम्पूर्ण चिजहरू तपाईँको अनि काँक्राहरू तपाईँको राखिएको रहेछ बेच्नको लागि। र मेरो चाहिँ अलिकति खुट्टा पनि नसक्ने थियो र अब बिस्तारै लाग्यो। मेरो दिदी पनि अब लड्नु हुँदैन बिस्तारै हिँड्दै हुनुहुन्थ्यो। अब हिँड्नु त भनेर बिस्तारै हिँड्यौँ। सो तपाईँको अब यता चाहिँ हाम्रो अनि दिदीले यही सोधेको पिँडालु बाबा पिँडालु लानुहोस् भन्दै हुनुहुन्थ्यो। अब के पिँडालु नबोकौँ मन्दिर जाउँ भनेर म चाहिँ अगाडि लागेँ। अब यतातिर तपाईँको जताततै तपाईँको हेर्दाखेरि तपाईँको व्यापार गर्नको लागि व्यापारीहरू बस्नु भएको थियो। सो तपाईँको अब व्यापारीहरू तपाईँको अब बसिरहेको देखेपछि यसो हेर्दै जाउँ त भनेर हामी पनि अब हेर्दै गएँ। यता चाहिँ बिचरा दाजुले चाहिँ तपाईँको पुरा ढाडमा चाहिँ घाउ भएको कारणले तपाईँको उहाँको चाहिँ तपाईँको होइन चन्दा उठाउनको लागि बस्नु भएको रहेछ। सो अनि हामी पनि अनि यता अगाडि बढ्यौँ र सो अनि यता चाहिँ तपाईँको दाजुले चाहिँ पुरा मेहन्दी लगाउनु हुँदो रहेछ। मेहन्दी चाहिँ खतरा लगाइदिने रहेछ। दिदीहरूलाई मेहन्दी लगाएर पुरा खुसी भएर चाहिँ तपाईँको हिँडिरहेको देखाइदिउँ। सो त्यस पछाडि हामी चाहिँ फाइनल्ली तपाईँको अब मन्दिर नजिक पुग्यौँ। हामी दाजुभाइ टक्क लाएर भ्लगमा तिनैजना देख्दिउँ त भनेर तिनैजना चाहिँ तपाईँको देखाइदिएँ कि मैले भने होइन सरक्क लाएर। अनि सबैजना चाहिँ अनि अगाडि बढ्यौँ। तपाईँको यहाँबाट ठक्क आइपुग्दाखेरि अब यता चाहिँ तपाईँको फुलपाती पसल तपाईँको यताउति अब खानेकुरादेखि सबै चिजहरू राखेको रहेछ बेच्नलाई। इमली सिमली चट्नी के हो नि तपाईँको पिरो अमिलो खट्टा पिठा के हो अग्रम बग्रमहरू राखेको रहेछन्। यता हेर्दै अगाडिको भ्यू खिच्दै हिँडेँ मैले त झ्याउ लागि हो। अगाडिको भ्यू हेर्दै रमाइलो लागेर अगाडिकै भ्यू निकाल्दै हिँडेँ हो। अनि यता डस्टबिनहरू पनि देखेँ। फोहोर चाहिँ कहीँ पनि नफ्याल्नु तपाईँले यही डस्टबिनमा फ्याल्नु होला फेरि होइन कारबाहीमा पर्नु होला। भ्यूहरू हेरेको एकदम रमाइलो लाग्यो एकदम हरियाली होइन। आकाश पनि एकदम सङ्लो थियो कुनै पानी पर्नु हुने थिएन होइन। अनि त्यहीमा चाहिँ हामी चाहिँ टक्क लगाएर अगाडि बढ्यौँ। तपाईँको त अगाडि बढिसकेपछि चाहिँ यता फेरि खुवा पसल देखेँ है। खुवा पसल भने अब खुवालाई लैजाउँला पछि भनेर हामी नहेरिकन अगाडि बढेको तपाईँको यसो हेर्दा तपाईँको भिडभाड रहेछ तपाईँको मन्दिरमा। आज सोमबार अस्ति लड्केश्वरमा भन्दा पनि तपाईँको एकदम भिडभाड रहेको देखियो। किन यता चाहिँ बाटो अलिकति राम्रो थियो र उता चाहिँ अलिकति बाटो खराब भएको कारणले गर्दा यता चाहिँ धेरै तपाईँको रहेछ भिडभाड। सो हामी चाहिँ अब यहाँ गएर तपाईँको यहाँ पूजाको सामानहरू सोध्नतर्फ लाग्यौँ र पूजाको सामग्रीहरूको अलिकति गरिसकेपछि हामी चाहिँ लाग्यौँ बौडेश्वर महादेव दर्शन गर्न। मन्दिरतर्फ हामीले टक्क लगाएर यहाँ दियो र दुधहरू बोकेर यसो अब केसरीहरू बोक्यौँ। हामी अगाडि बढ्यौँ। सबैजना चाहिँ भिडियो टिकटक बनाउन थालेँ। तपाईँको मन्दिरमा भिडियो टिकटक बनाउन थालेको त्यही माथि के भयो भन्दाखेरि ठ्याक्क म चाहिँ एकजना दिदीको पछाडि हिँड्दै थियो। हेर्दा मेरो त अगाडि चाहिँ 9-10जना चाहिँ मान्छे अगाडि तपाईँको लाइन मिचेर बसिसकेको रहेछ। के भन्नु भनेर म चुप्प लगाएर बसेँ। अनि यता चाहिँ अनि हाम्रो चेलीबेटीहरू तपाईँको एकदम अब महादेवलाई अब होइन रिझाउनको लागि आफ्नो घर परिवार सन्त सबैजनालाई सुखी समृद्ध होस् भनेर तपाईँको पूजापाठ गर्नको लागि चाहिँ सबैजना आउनुभएको थियो र सबैजनासँग घुलमिल हुँदै गफसफ गर्दै हामी चाहिँ अगाडि बढ्यौँ। त्यसपछि यता स्वयंसेवक भाइ बहिनीहरूले चाहिँ यसो सम्झायौँ बिचमा मान्छेहरू नछिराउनु किनभने सबैजना यहाँ मन्दिर दर्शन गर्न आएको यहाँ सबैजना भक्ति गर्न आएको मान्छेहरू त्यसरी लुकीछिपी छिराउन चाहिँ मिल्दैन भनेर सम्झाइदिएँ। अनि यसो हेर्दाखेरि यता चाहिँ तपाईँको 64 शिवलिङ चाहिँ तपाईँको रहेछ। त्यही पनि निकालिदिउँ त भनेर यसो भिडभाडहरू पनि फोटो खिचिदिएँ मैले भिडियो बनाइदिएँ। अनि यहाँबाट टक्क हेरेको हाम्रो यता दिदीहरू हुनुहुन्थ्यो यहाँ राई तामाङ दिदीहरू पनि हाम्रो पछि गफ गर्दै आउनु भएको थियो। अनि उहाँहरूले पनि मान्छेले लाइन मिच्यो भनेर हामीलाई साथ चाहिँ दिनु भएको थियो। सो तपाईँको यता चाहिँ तपाईँको गेट रहेछ। पहिले चाहिँ तपाईँको सिधै अगाडिबाट छिर्दै हुने अहिले तपाईँको यता देब्रे साइडपट्टिबाट तपाईँको बाटो बनाएको रहेछ। सो यही बाटोबाट चाहिँ छिर्नुपर्ने रहेछ हामी। यो चाहिँ गेट रहेको छ हेर्न सक्नुहुन्छ। सो अनि गफ गर्दै अगाडि बसेको तपाईँको यहाँ चाहिँ फेरि पाँचजना गरेर छिराउने रहेछ। दबाई छिर्न नदिने तपाईँको त्यही पनि हामी जबरजस्ती
फेरिसकेपछि फेरि तपाईँको यता शिवलिङ्गको दर्शन गरेर हामी फेरि अगाडि बढ्यौँ। शिवलिङ्ग अगाडि बढेपछि यता आइपुग्यौँ र हामी चाहिँ तपाईँको अब मन्दिरबाट तपाईँको दर्शन सकेर हामी फर्किसक्यौँ। यहाँ सक्नुहुन्छ तपाईँले यता तपाईँको टिका लगाउनु होइन पण्डितहरू हुनुहुन्थ्यो। हामी चाहिँ आफै टिका लगायौँ। त्यहाँबाट पुग्छौँ पुरा नाचगान चल्दै थियो भजनमा तपाईँले खिच्छु क्याप्चर गरिदिउँ। यहाँ चेलीबेटीहरू सबजना यहाँ पुरा खुसीले चम नाच्दै कि सबैजनाले चाहिँ किनभने एकदम मस्ताले नाचेर होइन खुसी हुनुभयो। अनि हामीले यसो झर्नातिर गएर यसो हान्दियौँ र पूजाको सामानहरू चाहिँ तपाईँको महँगै रहेछ, महँगै भयो नि अब होइन अलिअलि भयो नि तपाईँको पौडा भनेर लगाइदिउँ। त्यसको चाहिँ हामीले तपाईँको पैसा दियौँ 2 दाजुभाइको चाहिँ। अनि अब दाजुभाइको उहाँको आफ्नै हिसाबले तपाईँको उहाँले दिने भयौँ। यसो अनि फेरि यता आएर चाहिँ तपाईँको यसो गरेको बाच्चाले खानेकुरा लैजाउँ भन्ने कुरा खानेकुरा किनेको तपाईँको फुवा भने एकदम महँगो रहेछ। त्यहाँदेखि भयो नि भोगेर ल हामी चाहिँ लागौँ भनेर बच्चाहरूको लागि भनेर किने। त्यहाँबाट हामी लाग्यौँ अब घरतिर। सो तपाईँले हेर्न सक्नुहुन्छ तपाईँको यता गेट हामी चाहिँ फर्किँदैछौँ र सो अब यस्तै तपाईँको मन्दिरहरू र तपाईँको भ्लगहरू हेर्न चाहनुहुन्छ भने सबैजनाले हामीलाई सब्सक्राइब गरिदिनु होला। जय शम्भू जय भोलेनाथ हर हर शम्भू।